वेलकम टु माई न्यू भिडियो। सो आजको भिडियो चाहिँ मेरो इन्टरनेसनल ट्रिप हुनेछ, जहाँ चाहिँ म फर्स्ट टाइम गएको छु। के हुन्छ फुल एक्सपिरियन्स यो भिडियोमा चाहिँ भ्लग पनि हुनेछ र फर्स्ट एक्सपिरियन्स पनि हुनेछ। सो सबैजनाले लास्टसम्म हेर्नु होला। अब यो कपडा लगाएर जानु पर्यो है। हेलो भन्नु तपाईँ सुनि उठ्यो। अब म रेडी हुन्छु। यो चाहिँ मेरो आउटफिट। सो यसैमा चाहिँ अब सिधै इन्डिया पुगिन्छ, मुम्बई है। सामान चाहिँ यो, अब सिधै एयरपोर्टमा भेटिन्छौँ हामी। यो चाहिँ बिहानको भ्यू, 5:30 बजे ड्राइभ आयो एकजनाको। अब एयरपोर्ट जाँदैछौँ। हामी चाहिँ एयरपोर्ट पुग्यौँ है। अब चाहिँ चेक इन हुन्छ अनि भित्र जाने। मेरो इमिग्रेसन भइसकेको छ। ट्रान्जिट छ भनेको चाहिँ तपाईँले दिल्लीमा चाहिँ लिन सक्नुहुन्छ। यो चाहिँ बोर्डिङको लाइन हो, लिन सक्नुहुन्छ तपाईँ। मलाई चाहिँ ढिलो भइसक्यो है, जान लास्टै ढिलो भइसक्यो। खै के हुन्छ हेरौँ, लग्न दिन्छ कि नि। प्लेन ढिलो भयो क्या, त्यही भएर लास्ट गाह्रो भइरहेको छ। त्यही एक्लै परेँ फर्स्ट टाइम, त्यही भएर यहाँ हेर्दै हेर्दै जानु लाग्छ। टाइम लाग्छ, टाइमै छैन। यो चाहिँ मेरो फ्लाइट मिस भयो अनि उहाँले चाहिँ मलाई एउटा अर्को फ्लाइटबाट चाहिँ मुम्बई पठाइदिने एउटा विदाउट एनी कस्ट अर्को टिकट दिनुभयो, बोर्डिङ पास। 2 घन्टा वेट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ हामी ट्रेन चाहिँ डिले भएको कारणले गर्दाखेरि हामी जुनको बोर्डर पास लिएको थियौँ त्यसको चाहिँ त्यो चाहिँ डिपार्चर गइसकेको रहेछ। अनि प्लेन डिले भएको कारणले हामी जति पनि थियौँ एउटा प्लेनमा, एयर इन्डियाकोमा, सबैजना चाहिँ जान पाएन। अनि हामीलाई चाहिँ अल्टरनेटिभ मेथडबाट अर्को प्लेनमा चाहिँ पठाउने गरेको छ। सो वेट गरौँ, 1 घन्टा छ है, 1-1.5 घन्टा। त्यही भएर चाहिँ फर्स्ट टाइम हो, मलाई के थाहा त नि। अनि ट्रान्जिट टाइम हल्का धेरै हुनुपर्छ भनेर। सो तपाईँ पनि जाँदै हुनुहुन्छ भने एटलिस्ट 2.5 आवर हुनुपर्छ ट्रान्जिट टाइम। सो त्यही हो त। बोर्डिङ भइसक्यो, अब चाहिँ हामी प्लेनमा जाँदैछौँ। सो फाइनली हामी मुम्बई पुगिसक्यौँ। अब चाहिँ ब्याग लिनु पऱ्यो हामीले। सो हामी मुम्बई पुगिसक्यौँ। लेट्स सी गाइस व्हाट ह्यापन। अब चाहिँ ट्याक्सी बोलाएर यहाँबाट चाहिँ मिरा रोड जानुपर्ने हुन्छ मैले ड्याडी मम्मीको ठाउँ। सो बाई। सो फाइनल्ली एयरपोर्टको बाहिर अब चाहिँ ट्याक्सीमा मिरा रोड जानुपर्ने हुन्छ। अब भ्यू हेर्नु सक्नुहुन्छ तपाईँ, यो भयो। सो अब चाहिँ हामी मिरा रोड जान्छौँ ट्याक्सीमा उबर गरेर। लेट्स सी गाइस।